नमस्ते सबैजनामा। 6 दिनको व्यस्त दैनिकी हुन्छ अनि आउँछ हाम्रो सबै थकान मेटाउने दिन प्यारो शनिबार। मैले यो शनिबार अलि फरक तरिकाले बिताउने सोचेँ र लागे चितलाङतर्फ। लकिली मौसम पनि राम्रो भएको हुनाले हिमालहरू प्रष्ट देखिरहेको थियो र काठमाडौँ सहरलाई ढपक्कै कुहिरोले ढाकिरहेको दृश्यले हाम्रो यात्रामा अझ सुनमा सुगन्ध थपिरहेको थियो। बाटोहरू अफ रोड नै थियो 70% पनि, 30% रोडहरू चाहिँ पिच नै थियो। हामी सबैभन्दा पहिला नासपाती फार्म पुग्यौँ। यो ठाउँमा हामी बोल्दैनौँ, नेचर बोल्छ। हरियो बोट, फ्रेस हावा र शान्ति। यहाँ टाइम अलि स्लो चलेको जस्तो फिल हुन्छ। फोनभन्दा पनि नेचर हेर्न मन लाग्छ। हामी एकछिन यहाँ रमाएर फेरि लाग्यौँ मार्गतर्फ। कुलेखानीको ड्यामलाई इन्द्र सरोवर भनेर चिनिँदो रहेछ। इन्द्र सरोवर तालको यो शान्ति बोल्नभन्दा पनि फिल गर्न मन लाग्दो रहेछ। पानीको रिफ्लेक्सन, हल्का हावा र यो साइलेन्स साँच्चीकै एकदमै आनन्द आउने रहेछ। यहाँ बसेर केही पनि नगरिकन धेरै रमाइलो फिल हुन्छ। साइलेन्स पनि कहिलेकाहीँ सबैभन्दा राम्रो साथी हुन्छ र कुनै बेला शान्ति नै सबैभन्दा ठुलो लग्जरी हुन्छ। सहरको भिडभाडबाट अलिकति बाहिर निस्किँदैमा हामीलाई हावापानी र वेदर नै एकदमै फरक लाग्छ। कुनै बेला त नेचर नै बेस्ट थेरापी हुन्छ। बाटोहरू पनि एकदम सुन्दर थियो र म यो कोरिडोरबाट सुन्दर दृश्य हेर्दै लागे मोहिनी झरनातर्फ हाइक गर्न। मोहिनी झरना पुग्न अलि हिँड्नुपर्छ, तर यो वाक पनि ट्रिपको पार्ट नै जस्तो लाग्छ। बोट बिरुवा, हावा र यो साइलेन्स, मन बिस्तारै बिस्तारै काम हुँदै जान्छ। झरना पुग्दा सबै थकानहरू पनि बिर्सिसकिन्छ। हेर्नुहोस् न, काठमाडौँबाट केही पर 1-1.5 घन्टाको डिस्टेन्समै हामीले यति राम्रो ठाउँ पुग्न सक्छौँ। झरना पुग्दा हामीले सबै थकानहरू बिर्सिसक्छौँ। पानीको आवाज, एकदमै चिसो हावा र यो नेचुरल ब्युटी, केही भन्न पर्दैन जस्तो लाग्छ मलाई। फेरि यो सुन्दर दृश्यहरू आँखामा कैद गरेर हामी लाग्यौँ फेरि काठमाडौँतर्फ। काठमाडौँ फर्किँदा साँझ भइसकेको थियो र साँझमा पनि शान्त हिमालले काठमाडौँ वरपर सबै ढाकिरहेको थियो र काठमाडौँ रातिको दृश्य पनि एकदमै राम्रो देखिरहेको थियो।